हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म भ्लग बनाउँदैछु र आजको भ्लगमा चाहिँ विशेष गरी 5 पोखरी थाङपाल गाउँपालिकाबाट चाहिँ हाम्रो राइड चाहिँ आज काठमाडौँ रहेको छ र यहाँ चाहिँ मेरो 220 बाइक छ र म चाहिँ अब भ्लग बनाउँदै काठमाडौँसम्मको यात्रा 5 पोखरी थाङपाल गाउँपालिकाबाट काठमाडौँमा कति घन्टामा पुगिन्छ त भन्ने कुराबारे चाहिँ आज भ्लग बनाउँदैछु। ठाउँमा चाहिँ हिमालहरू तपाईँले देखाउनुहुन्छ, ठाउँमा यस्तो ठाउँ छ भने तपाईँहरू सामु देखाउने छु। र अहिले चाहिँ बाटो बनाउँदै रहेछ। अस्ति मात्र म काठमाडौँबाट आएको, बाटो लास्टै हिलो रहेछ, कसरी जाने भन्ने त्यही माथि सोचिरहेको छु। त्यही हो गाइस, अब एकैचोटि हामी बाटोमा राइड गर्दाखेरि भेट्नेछौँ। So guys, I am going. के कुरा गरेको दैको साली पेट्रोल बोल जाएंगे उदंग क्या करे पेट्रोल जिंदगी था। आहा सो गाइस, पेट्रोल हालेर चाहिँ जाने भने कहाँ दाइ पेट्रोल छैन? पेट्रोल छैन? पेट्रोल छैन? माथि त अहिले त सक्यो भन्दो रहेछ, सोध्नु त एकचोटि। आउनु भन्ने नि एकचोटि, खाना आउँदैछ ल। के कुरा गरेको दैको छ। पेट्रोल मुलर र बा सो गाइस, पेट्रोल चाहिँ हालिसक्यो। आमेन का दादा ए हुन्छ नि। पेट्रोल चाहिँ हालिसक्यो, 3 लाइन देखाइरहेछ। अब चाहिँ जानु पर्यो। Premar Jambi Ani Pali ilang ngorim da sem pani rin ani la ani viral da sachil So guys, पेट्रोल चाहिँ हालिसक्यो। तर मैले अस्ति काठमाडौँ आउँदाखेरि 500 हालेको थियो, आज नि काठमाडौँबाट आउँदाखेरि चाहिँ 500 हालेको थियो र अलिकति बचेको थियो। अनि त्यसमा 500 रुपियाँको हालेको छ। हेरौँ 500 रुपियाँको पेट्रोलले काठमाडौँ पुग्छ कि पुग्दैन हैन। के कुरा यहाँतिर चाहिँ चट्टा, यहाँ बर्खामा चाहिँ खोला बग्छ, तर अहिले खोला सुकिसकेछ गाइस सम्धीहरू। र अब चाहिँ काठमाडौँ लागेँ मैले चाहिँ लाइसेन्स चाहिँ बनाएको छैन है, मसँग बिलबुक मात्र छ। लाइसेन्स चाहिँ बनाउनु पर्ने छ, खै अब कहिले पो बनाउने यार। बनाउँछु भन्ने टाइममा पैसा हुने बेलामा अर्कै काम हुन्छ हैन। अनि अर्कै काम हुँदाखेरि फेरि लाइसेन्स बनाउन मिल्दैन। अनि पैसा सकेपछि फेरि लाइसेन्स बनाउनु पर्ने रहेछ जस्तो लाग्छ। अब लाइसेन्स चाहिँ म बिस्तारै निकाल्छु। घर बनाउने धमाधम।
मर पुरा घर बनाउन लाग्यो रहेछ। यहाँबाट हेर्ने चट्टा लगाएर पाँच पोखरीको भ्यू चाहिँ क्या मजाले देखिन्छ। पाँच पोखरीको भ्यू रहेछ। पाँच पोखरीबाट देखिने हिमाल, पाँच पोखरीको छेउमा छ त्यो हिमालहरू पनि। चट्टा लगाएर पाँच पोखरीको कोडगाउँ चाहिँ त्यो वार्ड नम्बर 4 वार्ड नम्बर 5 अनि जुन अब म जाँदै गरेको चाहिँ 6-7 हुँदै। अनि त्यो हिमाल देख्न सकिन्छ। यहाँ चाहिँ आमायाङदेखिको टक्क यहाँ देख्न सकिन्छ। उयो चाहिँ नागी डाँडा, यहाँबाट माथि हाम्रो झर्ना पनि देखिन्छ। यतापट्टि चाहिँ चोजियाडा छ। त्यो कोडगाउँ भयो, यो गुन्सा भयो। अब लेखार्का पुगिन्छ म। हिमालको भ्यू देख्न सक्नुहुनेछ यहाँबाट चाहिँ तपाईँहरूले। यो ठाउँले चाहिँ मनेगाङ भन्छ है गाइस। आज त चट्टा लगाएर बिस्तारी तपाईँहरूलाई पाँच पोखरी थाङपाल गाउँपालिकामा देखिने भ्यूहरू देखाउँदै आरामले जाने हो। खासै हतार पनि छैन। सायद यहाँबाट 12 बज्न लागिसक्यो। त 12 बजे यात्रा गर्नु हुँदैन भन्छ, तर म चाहिँ त्यस्तो कुरालाई विश्वास गर्दिनँ गाइस होइन। त्यही हो। अब चाहिँ यहाँ गाउँ पनि हरियो भइसकेछ। अब सिजन भने चाहिँ मकै सकेर कोदो सकेर गाउँको सिजन आइसकेको छ। बाटो चाहिँ यस्तै अफरोड हो गाइस। अब हाम्रो पाँच पोखरी थाङपाल गाउँपालिका बनेर चाहिँ 10 वर्ष लगभग 10 वर्ष हुन लागिसक्यो है। तर अहिलेसम्म बाटो चाहिँ यो ठुलो मात्र बनिएको छ, तर पिच चाहिँ बन्न सकेको छैन है गाइस अहिलेसम्म। अब यो वर्षमा चाहिँ पिच गर्ने भन्ने कुरो छ। अब कहाँसम्म हुन्छ त्यो चाहिँ थाहा छैन। यो बाटोहरू चाहिँ हुँदैन होला सायद। हाम्रो त्यो गाउँको गुन्सा भ्याली मात्रै चाहिँ पिच हुन्छ होला सायद। कति 4 करोड कि कति करोडको पिच रे, त्यतिले के आउला होइन। आउनु त आउँछ, 0.5% ठेक्टाले खान्छ, 0.5% त्यही बजेट हाल्ने कर्मचारीहरूले खान्छ। अनि कहाँबाट पुरै भन्नु होइन। पहिला पहिला चाहिँ मलाई कस्तो लाग्थ्यो भने बाइक हातमा आउने बित्तिकै बढार्न मन लाग्थ्यो क्या। आजभोलि चाहिँ के भएको यार, धेरै बढार्न मन लाग्दैन क्या। पहिला चाहिँ मै हो राइडर जस्तो लाग्थ्यो, अहिले चाहिँ म त्यस्तो खुङ्खार राइडर जस्तो चाहिँ लाग्दैन। त्यही भएर बिस्तारै चलाउँछु होइन। धेरै राइडर बन्नु हिरो पल्टिएर नि के काम, मान्छेलाई देखाएर पनि के काम होइन। देखाउनु भन्दा गर्नु चाहिँ पर्यो भन्ने कुरामा चाहिँ म आजभोलि विश्वास राख्छु। त्यही भएर जाँदैछु र पाँच पोखरी थाङपाल गाउँपालिका वार्ड नम्बर 5 को सिमाना चाहिँ यहाँसम्म रहेको छ है। चट्टा लगाएर गेट हेर्ने, गेटको धोती न टोपी भइसक्यो चाहिँ यस्तो बस यति रहेको छ। चट्टा लगाएर यहाँ वार्ड नम्बर 5 भनेर ब्यानर स्यानर राखेर पुरा बुद्धिस्टहरूको जस्तो गुम्बाको जस्तो ड्रागन साइडमा राखेर तल के अरे पाँच पोखरी सकिने त्यो के भन्छ खाल्टे खोलामा चाहिँ त्यस्तो बनाएको छ कि त्यो त्यस्तो गेट यहाँ नि बनाएको भए क्या दामी देखिन्थ्यो क्या गाइस। त्यस्तो के गर्नु बनाएन। अब जान्छु, आफू जान्छु। म एक्लै छु यार। एकजना साथी भएको भए त राम्रो हुन्थ्यो, आनन्द हुन्थ्यो भिडियो सिडियो खिच्नलाई होइन। साथी छैन, के गर्नु। पिच भएको भाइ क्या दामी देखिन्थ्यो होला। पिच छैन गाई चाहिँ यसै छ, तर त्यति नराम्रो पनि छैन क्या हाम्रो गाउँको बाटो चाहिँ है। मलाई चाहिँ यतिको चाहिँ पिच जस्तै लाग्छ। धेरै कुदायो भने त यहाँ मजाले 40-50 को स्पिडमा कुदाउन सकिन्छ क्या यो बाटोमा।
तर त्यस्तो गर्दा चाहिँ भरे बेकारमा बाइकले मात्र चोट पुग्ने रहेछ क्या। आफूलाई यता उता घुमाउने भनेको यही बाइक हो। त्यही भएर माया लाग्छ आजभोलि चाहिँ। पहिला चाहिँ मलाई माया लाग्दैन थियो, मतलब लाग्दैन थियो क्या। बाइक भनेको एउटा साथी हो जस्तो नि लाग्थ्यो होइन, तर मलाई साथीको मतलब गर्दैन थियो क्या मैले। मेन साथी भनेको लाइफमा इम्पोर्टेन्ट साथी भनेको चाहिँ यो रहेछ क्या। जति टाढा हामी टाढा बाटो हिँड्न सक्दैन नि त, उकालो बाटो हिँड्न थाक्छ, तर यो साथीले चाहिँ हामीलाई उकालो बाटोमा नि हेल्प गर्ने, ओह्रालो बाटोमा नि हेल्प गर्ने, टाढाको बाटोमा नि हेल्प गर्ने। मेन लाइफको साथी पार्टनर भनेको यो रहेछ कि आज आएर चाहिँ मैले थाहा पाएँ। त्यही भएर मलाई खासै कुदाउन मन लाग्दैन, जतन गर्नु मन लाग्छ, के गर्नु। तर फेरि कहिले कहीँ साथीहरूले माग्छ होइन, अनि उनीहरूले चलाएर देखाउँदा त फेरि आफूलाई जेलेस फिल हुन्छ क्या। आफूले चाहिँ बिस्तारी चलाउने ऊ चाहिँ पुरा कुदाइदिन्छ होइन, तर साथीहरूलाई भनेको होइन है। जे होस् अलिकति जेलेस फिल चाहिँ हुँदो रहेछ तिमीहरूले त्यसरी कुदाइदिँदा भन्ने कुरा मात्र हो, जसलाई नि भइहाल्छ। तिमीलाई नि हुने हो, मलाई पनि हुने होइन। म अहिले चाहिँ 5 पोखरी थाङपल गाउँपालिका वार्ड नम्बर 6 प्रवेश गरिसकेको छ। केटाहरू हो यहाँबाट नि ओपी देख्ने रहेछ नि त भ्यू। मेरो फोनबाट चाहिँ खासै देख्दैन होला, त्यो कोड गाउँबाट चट्टा लगाएर मने खार्का भ्यू क्या दामी के गाइज। मलाई चाहिँ खुसी लाग्छ कि यस्तो भ्यूहरू हेर्न पाउँदा। अनि हरियाली हुनुपर्छ होइन, हरियाली हुँदाखेरि त आमा मलाई त्यही ठाउँमा जुन ठाउँ मन पर्यो नि, जहाँबाट हरियाली निहाल्न पायो, यसरी हिमाल निहाल्न पायो भने त्यही ठाउँमा बसिरहँ जस्तो लाग्छ कि गाइज। म प्रायः जस्तो प्रकृतिमै घुलमिल हुन चाहन्छु क्या। मेरो चाहिँ सोचाइ के छ भन्दाखेरि अब अहिले त्यस्तो गर्न त सकिँदैन होला, पछि अलिकति पैसा सैसा कमायो भने चाहिँ म पुरा यस्तै पहाडहरूमा मात्र टुर गर्न जान्छु क्या गाइज। ट्रेकिङमा जान्छु, घुम्न जान्छु होइन, हरियाली भएको ठाउँतिर अनि यस्तो हिमाल देख्ने ठाउँतिर मात्र म चाहिँ लाइफ चाहिँ यस्तोमै बिताउन चाहन्छु क्या। चट्टा तर मेरो साथ यस्तो राम्रो साथी हुनु पर्यो। घाममा क्या यस्तो खल्टो त कहिले नदेखिदिने। छेउबाट गइदिउँ न त, मान्छेले देख्यो भने बौला भइछ भन्ला यार। यहाँ मुनि त भिड छ फेरि, त्यो उफ्रिन्छ त यार घोडा जसरी। फाइनली गाइज मलाई चाहिँ पिसाबले च्यापेको अवस्था छ। यहाँ वार्ड नम्बर 6 मा चाहिँ प्रवेश गरिसक्यो र 5 पोखरी थाङपल गाउँपालिकाको लास्ट के सिमानामा पुगेर चाहिँ म भिडियो बनाउँछु है। त्यहाँ चाहिँ हल्का ढलान गरेर पिच जस्तो बनाएको छ क्या, त्यो बाटोमा भेट्छ अब एकैचोटि है। सोरी है तपाईँहरूलाई चाहिँ अलिकति झुट बोले जस्तो भयो। मलाई चाहिँ खास गरी हाम्रो ट्रक्क लगाएर 5 पोखरी थाङपल गाउँपालिकाको अन्तिम सिमानाबाट चाहिँ भिडियो बनाउन मन थियो, तर मेरो मनको कुरामा चाहिँ मेरो 5 पोखरी थाङपल गाउँपालिकाको मान्छेले मात्र नहेरेर अरू सब्सक्राइबरहरूले पनि हेर्नुभयो भने चाहिँ हाम्रो 5 पोखरी थाङपल गाउँपालिकाको कार्यालय कहाँ रहेछ भन्ने कुरा पनि त चासो लाग्छ नि त। त्यही भएर मलाई चाहिँ त्यो हाम्रो पालिका कार्यालय चाहिँ देखाउन मन लाग्यो। त्यही भएर अहिले चाहिँ म वार्ड नम्बर 6 मा प्रवेश गरेको छु र हाम्रो पहिला पुरानो पालिका कार्यालय चाहिँ यताबाट थियो भने अहिले नयाँ ठाउँमा सारेको छ। त्यही भएर म देखाउन गइरहेको छु।
हाम्रो कार्यालय चाहिँ वार्ड नम्बर 6 मा रहेको छ है। चट्टा लगाएर यहाँबाट थोरै देखिन सकिन्छ हाम्रो कार्यालय भवन, पालिका भवन। यही हो, यहाँ मुनि देखेको घरहरू हुन्, बिल्डिङहरू हुन्। चट्टा लगाएर यही हुन् गाइस। के कुरा गरेको दैको चट्टा लगाएर यहाँबाट चाहिँ देख्न सकिन्छ है। अब मान्छे पनि धेरै चाहिँ रोकेर के नाटक देखाएको जस्तो हुन्छ भने फेरि म चाहिँ रोकेन। सो फाइनली गाइज म चाहिँ टक्क लगाएर टिपेनी काटेर चाहिँ यता हाइड्रो ड्याम भन्दा अलिकति यता आइपुगेको छ। यहाँ चाहिँ पहिरो पनि गएको छ। यहाँ चाहिँ प्रायः बाटो बिग्रिबस्छ होइन, तर यस्तो ठाउँमा आएर चाहिँ रोक्नु हुँदैन किनकि पहिरो फेरि पनि आउन सकिन्छ। तर पनि अहिले चाहिँ मलाई डर लागेको छैन। त्यो हाम्रो 5 पोखरी थाङपाल गाउँपालिकाको अन्तिम सिमानामा चाहिँ आइपुगेको छैन। तर यताबाट चाहिँ अलिकति बाटो नराम्रो भने चाहिँ यताबाटदेखि अलिक सुरु हुन्छ क्या। तर टिपेनी बजार पनि देखाउनु पर्ने हो, त्यहाँ चाहिँ पुरा पिचै पिच छ। टिपेनी बजार नकाटुन्जेलसम्म खल्डे के भन्छ महादेव खोलाबाट यतासम्म चाहिँ पुरा त्यो ड्यामभन्दा अलिकति ड्यामको छेउनिरसम्म चाहिँ पिच छ। त्यही भएर अब पिचमा चाहिँ मैले अलिक कुदाउँदैन नि त। त्यही भएर तपाईँहरूले कस्तो भ्लगर बनाएर हिँड्दो रहेछ, कुदाउँदै नकुदाएर यस्तो मैले के भ्लगर बनेर हिँडे भन्ला भनेर चाहिँ मैले यस्तो अफ रोडबाट चाहिँ भिडियो सुरु गरेको। र बाटो चाहिँ यतातिर नराम्रै छ, ब्रेक हान्यो कि चिप्लिने खालको। हेर्नु अस्ति नि बाटो बिग्रे जस्तो छ। ओहो बाइक आइदो। के हो यो त पुरा ओह्रालो ठाउँतिर आइपुगेछ। पुरा डन पारामा आइरहेको रहेछ नि। हेलमेट सेलमेट नलाएर होइन, पुरा मलाई हेरिराख्यो भ्लगरै सम्झिन्छ होला, तर त्यस्तो खतरा भ्लगर चाहिँ होइन है। म थोरै 1-2 भयो नि सब्सक्राइबर बढ्छ कि भन्ने आशले चाहिँ भ्लग गर्दै हिँडेको, तर त्यस्तो खासै चाहिँ होइन ल गाइजहरू। बाटो हेर्नु यस्तो छ। यो चाहिँ पिच गरेको हो कि यहाँसम्म चाहिँ यो ढलान गरेको हो। तर माटो पुरा माटो त्यो के भन्छ ठुलो टिप्पर हुन्छ नि त, त्यसले चाहिँ माटोले छ। तर यहाँबाट अलिकति चाहिँ हाम्रो अब 5 पोखरी थाङपाल गाउँपालिकाको अन्तिम सिमानामा आइपुगिसक्यो। यहाँभन्दा माथि चाहिँ पुरा लाँगर्जे हो। 7 नम्बर कि 8 नम्बर हो लाँगर्जे, त्यो चाहिँ मलाई पनि थाहा भएन। तर अब अन्तिम सिमानामा आइपुगिसक्यो, त्यही भएर भिडियो बनाएको। यता पनि पिच छ यार, सेट कुदाएन भने तपाईँहरूले मेरो बेजार धनिन्छ होला। म एकचोटि कुदाउँछु कति चाहिँ पुग्ने रहेछ। बाटो अलि राम्रो छैन क्या, मान्छे उफ्रिन खोज्छ अनि यस्तो बाटोमा कुदाएर फेरि भिडियो राम्रो बन्दैन नि त। त्यही भएर यार डक्स 89 हान्नेमा यत्रो स्पिड चाहिँ हान्नु हुँदैन है। अब चाहिँ यहाँबाट चाहिँ म पुरा मेराम्ची बजार पुग्नेसम्म तपाईँहरूलाई भिडियो गरेर देखाउँछु होइन। बाटो चाहिँ अब यहाँबाट चाहिँ सुरु हुन्छ अनि यो अब 5 पोखरी सिमाना काट्न लागिसक्यो। तपाईँहरूले स्पिड देखेन होला है, तर केही छैन, स्पिड देखाउन हिँडेको होइन म। के कुरा गरेको देखो साली
हाम्रो बाटो गुल्साको चट्टा लास्ट बोर्डर चाहिँ ऊ त्यस्तो गेट राख्न मन थियो क्या मलाई। चट्टा हेर्न त क्या दामी छ, त्यस्तै गेट राख्न मन बनाएको भए त 5 ठाङपाल गाउँपालिका क्या चल्थ्यो नि त हो। के कुरा गरेको दैको साली। अब बाटो लास्टै नराम्रो छ यार। यतापट्टि चाहिँ पुरा मेलम्ची नगरपालिका पर्छ क्या। यो बाटोहरू बनाएर त कमसेकम म जन्मेर अब 22 वर्ष पुगिसक्यो, 23 वर्ष पुग्न लागेको छ। 23 वर्ष नै भयो होला, योभन्दा अगाडि नै बनेको थियो होला सायद, तर मैले देखेर चाहिँ 23 वर्ष पुगिसकेँ होइन। तर बाटोको हालत चाहिँ अहिलेसम्म नराम्रो छ, अलिकति बढाएको चाहिँ छ, तर त्यस्तो खासै मन लाग्ने खालको बनाएको छैन क्या। यहाँ पनि पहिला एकचोटि पहिरो तलसम्म आएको नि त, ऊ त्यो घरहरूसम्म पुरा डुबेको हो क्या यता पहिरोले। यस्तो छेउ यतातिर चाहिँ धेरै रोक्नु हुँदैन गाइस, किनकि पहिरो आउने ठाउँमा चाहिँ बानी भएको हुन्छ उसलाई, पहिरोलाई नि। त्यही भएर हामी चाहिँ चलिदिनुपर्छ है, यस्तो ठाउँमा रोक्नु हुँदैन। यहाँ चाहिँ फेरि हिमालबाट चट्टा लगाएर तपाईँहरू तिर्खा लाग्यो भने काठमाडौँबाट मेलम्चीबाट आउन सक्नु भयो भने यो धारामा चाहिँ फ्रिजको भन्दा नि चिसो पानी आउँछ है, तर पिएर जानु होला। म चाहिँ फेरि मेरो घर चाहिँ हिमालकै छेउतिर भएर मलाई अहिले तिर्खा लागेको छैन। काठमाडौँबाट आउने बेलामा चाहिँ अवश्य म पिएर जान्छु। अहिले चाहिँ मलाई जाडो जाडो फिल भइरहेको छ, किनकि मैले एउटा टी सर्टको माथि ज्याकेट एउटा मात्र लगाएको छ नि त, त्यही भएर तिर्खा लागेको छैन। मेलम्चीबाट खाना खाने बेलामा अलिकति नुन बढी खाएर आउने, यहाँको चिसो पानी चाहिँ पिउनुपर्छ तपाईँहरूले। बाटो त यार खत्तम छ नि, र यतिको बाटो त ठिकै हो, तर कुनै कुनै ठाउँमा हिलो छ क्या। चिप्लिने खालको हिलो क्या। मेन बाटो बिगार्ने चाहिँ अब बाटो उसले ऊ पनि हिँड्नै पर्ने हो। बाटो बिगार्ने उही भनेर चाहिँ दोष दिँदैन, तर सबैले दोष दिने चाहिँ ठुलो टिप्परलाई नै दिन्छ क्या। होइन त्यो बिचबाट गयो भने चिप्लिन्छ, अनि छेउबाट रिक्स लिएर जानुपर्छ। चिप्लेर लड्यो भने भाइचा टुटिन्छ भन्ने डरले छेउबाट चट्टा लगाएर हिँड्दैन। हेर्नु त फेरि ल चिप्लो बाटोमा गयो, पछाडिको टायर त अगाडि पुऱ्याउँछ भाइ। अस्ति नै फेरि उ त्यहाँ पहिरो गएर है आइरन खतरा खोपी हैरान बनाइदियो नि त यो पहिरोले नि। अच्छा अहिले हिलो छैन रहेछ है, अच्छा तलबाट गाडी आएन रहेछ हेर्नु। तर यहाँतिर ब्रेक हान्यो भने चाहिँ चिप्लिन्छ क्या, अगाडि पछाडिको ब्रेक हान्यो भने चाहिँ ढल्लै। यहाँबाट हेर्नु पहिरो कस्तो आएको पहिरो, भाइगा आइदिएर फेरि तलबाट। अब यो बाटोहरू चाहिँ राम्रो भएको भए काठमाडौँमा चाहिँ बाइकवालाले चाहिँ चाँडै पुगिन्छ होइन, गाडीले पनि चाँडै पुगिन्छ। अहिले पनि बाइकवालाहरूलाई 2 घन्टा, अब बिस्तारै गयो भने 3 घन्टासम्म चाहिँ लाग्छ होइन। तर अच्छा पिच राम्रो बनाइदिएको भए चाहिँ 2 घन्टा 3 घन्टा पनि लाग्दैन क्या। 1.5 घन्टामा चाहिँ एक मजाले जान सकिन्छ, काठमाडौँ ओहोरदोहोर गर्न सकिन्छ। 3 घन्टामा चाहिँ बाइकवालाहरूले चाहिँ ओहोरदोहोर गर्न सकिन्छ। अहिले पनि गर्छ होला कुनै कुनै खतरै चलाउने अहिले होइन,
तर मलाई चाहिँ 2 घन्टा जति चाहिँ लाग्छ किनकि म बिस्तारै कुदाउँछु नि त स्लो राइडर भन्दा स्लो राइडर धेरै स्लो पनि होइन है 20-25 सम्मको स्लो राइडर हो म पनि फेरि 20-25 चाहिँ अफरोड पनि चलाउने मान्छे हो म पनि राइडर भयो भ्लगर भयो भन्दा फेरि कुदाउनै पर्छ रन गर्नै पर्छ भन्ने छैन नि त राइडर भ्लगरहरूको मेन उद्देश्य भनेको तपाईँहरूलाई बाटो देखाउने हो अनि ठाउँहरू भ्यूहरू देखाउने हो होइन तपाईँहरूले त्यस्तो नराम्रो नसोच्नु होला ए कुदाउँदै नै रहेछ यस्तो क्या भ्लगर बनेको भन्छ होला बाटो नराम्रो छ हेर्नु के छोड्यो त्यो दाइको ए कबड्डीवाला दाइको कबड्डी झरेछ भाइ पनि मेहनत गर्नु हुँदो रहेछ खुसी लाग्यो कबड्डी झरेर होइन क्या कबड्डी काम गरेर काम भनेको सानो ठुलो हुँदैन म त फेरि गाई जे पाइ त्यही काम गर्दिनँ हो मलाई काममा सानो ठुलो लाज लाग्ने मेरो बानी छैन फेरि भाडा धुऊ भने भाडा धुइदिने हो पैसा चाहिँ पाउनु पऱ्यो फेरि स्यालेरी चाहिँ पाउनु पऱ्यो टोइलेट साफ गर भने टोइलेट साफ गरिदिने पोछा मार भने पोछा मारिदिने खाना बना भने खाना बनाइदिने जे गर भन्छ त्यही काम गर्छु क्या म चाहिँ तर फेरि पैसा चाहिँ पाउनु पऱ्यो पैसा पाएन भने चाहिँ रिस उठ्छ क्या मलाई हामी काम भनेको पेट पाल्नको लागि र पैसा पाउनको लागि त गर्ने हो होइन गयो फेरि घन्टाउकेले जुत्ताको हालत हेर्नु कस्तो भइसक्यो क्या चिप्ली टायर पछाडिको टायर मेरो टायर फेर्ने बेला भएको छ कि गाइस अहिले मसँग डो छैन क्या डो हुने बित्तिकै म बाइकले चिक्ना बनाइदिन्छु नि त फेरि पहिला यो ठाउँ यो खोलामा नि क्या बाटो बिग्रेर हुन्थ्यो अहिले चाहिँ ठिकै बनाएको छ धेरै अहिले बिग्रेको चाहिँ छैन यो बाटो नत्र पहिरो जाने तलपट्टि अनि वाल लगाएको लगाऊ देख्नुभयो त हाम्रो 5 पोखरीमा चाहिँ अफरोडमा नि 40-50 चाहिँ नर्मली कुदाउन सकिन्छ क्या तर म चाहिँ त्यस्तो कुदाउँदिनँ नि त अब तलतिर हिलो खत्तम छ गाइस अब चाहिँ टाउको दुखेर आउँछ क्या यो बाटोबाट नि हामी लाङ्गार चाहिँ पुग्न सकिन्छ है आज थाङपाल गाउँपालिकाको लास्ट सिमानाको ठाउँमा के कुरा गरेको दाइको साली ल कति धेरै खण्ड गरेको हेर कोन बेरिङ लुज भयो क्या हो ठक ल बादल जय बजरंगी बली हनुमान जय बजरंगी बली कहाँ भाग्यो जय बजरंगी बली भन्ने भने आज जय बजरंगी बली कानै खायो यो हेलमेट भित्र सिसा थुनेर क्याउ 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 गर्छ के कुरा गर कोन बेरिङ गयो क्या मेरो लुज भयो कि क्या हो खटक ल यो पछाडिकोले चाहिँ मेरो दिमाग खाइसक्यो त्यो एउटा नि फेर्न सकेको छैन त्यो एउटा फेर्यो भने अनि इन्जिनलाई हल्का मेकअप हान्यो भने चाहिँ मेरो बाइक चक्की हुनेवाला छ भन्ने मलाई लागेको छ तर आई हेभ अ नो डो त्यही भएर अहिले चाहिँ म रोकिरहेको छु अब यसो काम हान्नु पर्ला गाइजहरू के काम भन्दाखेरि किडनी बेच्ने काम
के कुरा गरेको दाइको साली कस्तो हात छोड्नु खोजेको त यार भम 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 स्माइल 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 लेखेको हो कि त्यो स्माइल लेखेको हो गाइज यो फोरेलको चाहिँ मैले यो पछाडि के लेखेको स्माइल लेखेको कि स्माइल लेखेको त्यो बुझ्न सकेन कसैले थाहा छ भने यसो कमेन्ट गर्नु होला म ड्राइभर परेन त्यही भएर थाहा नभएको यति अब कुरा पनि थाहा नभएको मूल्य भनेर कमेन्ट गर्दा फेरि दाइ मलाई अगाडि जान दिनु न प्लिज म कुदाउन त सक्दिनँ तपाईँले मलाई धुलो उडाउनुहुन्छ त्यही भएर म अगाडि जान्छु नि फाइनली गाइज म चाहिँ मेलम्ची काटेर यता आइपुगिसकेँ चेकिङमा नपरोस् भन्ने सोच थियो धन्नै मेलम्चीमै परेन चेकिङ चाहिँ रहेछ एकजना ट्राफिक दाइले देख्नु भएको थियो तर मलाई चेक गरेन म चाहिँ आइदिएँ है भाग्नु चाहिँ भागेन रोकेन नि त मलाई त्यो भिडियो चाहिँ मलाई चाहिने तर देखाउनु पाएन त्यही भएर यहाँबाट चाहिँ रोड पिच छ त्यही भएर यहाँबाट चाहिँ म सुरु गर्न लागेको कुदायो भने त खतरा छ क्या त्यो तल चाहिँ एउटा बाटो क्रस हुने बाटो छ त्यही भएर बिस्तारै जानुपर्छ गाडी पनि आउन सकिन्छ बाइक पनि आउन सकिन्छ अब छाप भन्ज्याङको बाटोमा चेकिङ नपरोस् भन्ने मात्र हो पनि हान्न सक्ने रहेछ यहाँ चाहिँ तर त्यत्रो स्पिड चलाउनु नि त किनकि धेरै स्पिड चलाउनु भने चाहिँ लाइफमा रिस्क लिनु हो म यति स्पिड चाहिँ कुदाउँदिनँ खल्टे खोला भन्दा अलि मुनिबाट भिडियो गरेको 15 मिनट 16 मिनटसम्मको भिडियो हुँदो रहेछ धेरै 20 मिनट 25 मिनटको भिडियो हुँदैन रहेछ क्या नत्र अघिको ट्राफिकलाई बस्नु भएको पनि देख्नुहुन्थ्यो मलाई क्या हेरिरहेको थियो तर मलाई हात दिएन नि त अर्को एकजना कसले चेकिङ गर्यो हो तर यस्तो टर्निङमा चाहिँ ओभरटेक गर्नु हुँदैन तर अहिले चाहिँ खाली रहेछ यस्तो टर्निङतिर त डर लाग्छ टर्निङमा चाहिँ मलाई डर लाग्छ त्यही भएर म कुदाउँदिनँ एउटा टिप्पर दाइले पुरा धुलो उडाइदिएर मलाई जान देऊ भन्ने पर्मिसन दिएर मात्रै जानु पर्यो नि त यस्तो टिप्पर दाइहरूको सामु त अरे उडाइदियो भने छैन नि त कुदाउनु पनि हुँदैन यहाँ पनि चेकिङ हुन सक्छ है पुलिस डाइरेक्ट मात्र नआउनु पर्ने हो
भए पनि म त चलाइदिन्छु के गाडीतिर यस्तो हुनसक्छ त्यही भएर बिस्तारै कुदाउनुपर्छ भन्ने मेरो सोचाइ हो अन्त यो बाटो पनि कहाँ सिधा छ नि त म चाहिँ अहिले जर्सिङ पौवा भन्दा अलिकति मात्र मुनि छु र मैले चाहिँ तपाईहरुलाई बीच बाटोमा हिमाल देखाउने मन थियो क्या तर मैले एउटा ठाउँ देखेको थिएँ त्यो ठाउँ नै कहाँ हो मैले बिर्सेछ क्या तर यहाँबाट चाहिँ थोरै हिमाल देख्न सकिन्छ यहाँबाट तर पुरा हिमालले घेरेको छ कि यो सिन्धुपाल्चोक चाहिँ त्यही भएर मलाई दामी लागिन्छ त्यही हो अहिले चाहिँ म जर्सिङ पौवा भन्दा अलिकति मुनि आइपुग्यो र साखु भन्दा अलिकति तल के साखु भन्दा अलिकति थलीतिर पुगेपछि चाहिँ म भिडियो बनाउँछु किनकि नत्र मेरो भिडियो धेरै लङ हुन्छ हैन त्यही भएर अहिले एकछिन तपाईहरुलाई यो हिमाल चाहिँ मैले देखाउने सोच अहिले थियो त्यही भएर अहिले चाहिँ देखाइदिएको है अब यहाँ आएर कति स्पिड जान्छ सो म चाहिँ मुलबानी ग्राउन्डबाट आएको यो थली के भन्छ यसलाई ठाउँलाई थली नै होला सायद यहाँ पुगिसकेर अब रुममा पुग्न धेरै टाइम छैन यहाँ मुनि हो अघिको स्पिड चाहिँ देखे कि देखेन होला तर तपाईहरुले एउटा कुरा के भन्छु भन्दाखेरि भर्खर म जस्तो भ्लगर बन्ने राइडर बन्नेहरुको इच्छा चाहिँ के हुन्छ भन्दाखेरि हामीले कुदाउनु त कुदाउँछ अनि गियरहरु बढाउँदाखेरि 100 पनि क्रस हुँदैन क्या त्यस्तो 100 क्रस हुँदैन अनि हाम्रो चाहिँ किन स्पिड नगएको जस्तो लाग्छ के अनि त्यसको लागि चाहिँ के भन्छु भने म पहिला गियर 1 मा कुदाए नि हुन्छ 2 मा कुदाए नि हुन्छ हैन 2 मा फुल बढार्दाखेरि 70-80 पुग्छ त्यसपछि 3 गियरमा लाने त्यसपछि चाहिँ हाम्रो 100 ओभर काटिन्छ क्या त्यसरी चलायो भने चाहिँ हाम्रो के स्पिड बढी हुन्छ हैन त्यसरी कुदाउन सकिन्छ स्पिड बढी र यस्तो कुरा चाहिँ शेयर नगर्नुपर्ने हो तैपनि भर्खर म जस्तो सिक्ने राइडरहरु हुन्छ 100 ओभर कुदाउने त्यो मन हुन्छ हैन त्यसरी कुदायो भने चाहिँ 100 ओभर बढी नै जान्छ त्यही भएर भन्दिएको तर यो कुरा चाहिँ नभन्नु पर्ने किनकि तर केटाहरु खाली रोडमा मात्र कुदाउ होला यस्तो गल्लीतिर मान्छे भएको रोडतिर चाहिँ यसरी नकुदाउनु होला त्यही भन्न चाहन्छु कुरा त धेरै छैन त्यही त हो अब फेरि स्पिड त कुदाउने हुन्छ स्पिड कुदाउने बेलामा अब एकैचोटी ब्रेक हान्यो भने हामी लड्न सकिन्छ नि अनि हामीले चाहिँ इन्जिन ब्रेक हान्नुपर्ने हुन्छ क्या यसरी जस्तै 1 मा गएपछि 2 मा गएपछि पछि 3-4 मा हुन्छ हैन हाम्रो स्पिड कुदाएपछि 3-4 मा हुने बेलामा चाहिँ गियर घटाएर क्लच छोड्ने समात्ने त्यसरी चाहिँ गियरको स्पिड चाहिँ हामीले घटाउन सकिन्छ भन्ने कुरा हो तर केटाहरुलाई सबैलाई थाहा छ म चाहिँ पुगिसके रुममा